हाम्रो यसपालिको टन्डङ रोङफा त यता गान्तोकमा पो मनाउने रहेछ त है ग्रान्ड हुन्छ नि पोहोर भन्दा नेपाली चाहिँ ग्रान्ड हुनु ए लै मोले पनि ए खाम्री मो खाम्री लपन यसपालिको टन्डङ रोङफा यहाँनिर गान्तोकमा मनाउँदैछ भनेर सुनेको थिएँ कि ल म चाहिँ पुरा एक्साइटेड छु अब अनि यसपालिको जुन चाहिँ टन्डङ रोङफाको जुन चाहिँ जति पनि अब उयोहरू छ तपाईँले अलिकति हामीलाई डिटेल्समा भनिदिनुहोस् न ल तिमीहरू चाहिँ एक्साइटेड हुनु पऱ्यो नि अहिलेको युथहरू एक्साइटेड नभए कहिले हुने है अन्त हाम्रो तेन्डोङ चाहिँ अब यसपालिको के छ भन्दाखेरि चाहिँ कल्चर प्रोग्राम हुन्छ है 3 तारिकदेखि स्टार्ट हुँदैछ है 3 तारिक भन्दाखेरि हाम्रोमा फर्स्ट चाहिँ डिस्ट्रिक्ट लेभल डान्स कम्पिटिसन हुन्छ हो यस्तो छ हाम्रो कल्चरको चाहिँ डान्सिङ फिट अफ तेन्डोङको चाहिँ डिस्ट्रिक्ट लेभल कम्पिटिसन हुन्छ डिस्ट्रिक्ट लेभल कम्पिटिसन भएर चाहिँ फेरि यहाँ हाम्रो स्टेट लेभल हुन्छ है स्टेट लेभल भएर चाहिँ जो टप 3 हुन्छ उनीहरूले चाहिँ मेन डे प्रोग्राममा चाहिँ पर्फर्म गर्नु पाउँछ यङथुम ओपन मार्केट चाहिँ 4 तारिकदेखि स्टार्ट हुँदैछ त्यहाँनिर लेप्चाको ट्रेडिसनलहरू सबै हुन्छ कि म्युजिक तिमीहरू युथहरूलाई त म्युजिक डान्स होइन फुड त्यो इन्जोय गर्नु साथीहरूलाई पनि भन्नु उनीहरू पनि आउनु भनेर अनि यस्तै कुराहरू चाहिँ यो कुराहरू चाहिँ तिमीहरूले चिनेको मान्छेहरूलाई पनि भनिदिनु चिनेको लुपन्मुहरूलाई है सरगुरुआमाहरूलाई भनिदिनु कि सबैजना यो फेस्टिभलमा आओस् भनेर है एकता एउटा बनाऊ राम्रो खुसी उयो गरौँ तिमीहरू पनि ह्याप्पी हामी पनि ह्याप्पी है प्रोग्राम सबैजनाले गर्दाखेरि प्रोग्राम सक्सेस हुन्छ अनि तपाईँहरूको लागि पनि तेन्डोङ लो रुम्फा 2026 को डिटेलिङ हेर्नु चाहियो भने तपाईँहरूले सोसल मिडिया त्यसमा गएर तेन्डोङ लो रुम्फात भनेर तपाईँले सर्च गर्नुभयो भने इन्स्टा फेसबुक युट्युब तपाईँले पाइहाल्नुहुन्छ र त्यसमा सर्च गरेर तपाईँले डिटेलिङ अगाडिदेखिको अझै डिटेलिङ पनि हेर्नु सक्नुहुन्छ प्रिभियस पनि अहिले रनिङ के हुँदैछ के गर्दैछ यहाँ फेस्टिभल सेलिब्रेसन कमिटीकोहरूले त्यो पनि हेर्नु सक्नुहुन्छ सो यु हेभ टु फलो तपाईँहरूले फलो गर्नुहोस् लाइक गर्नुहोस् कमेन्ट त्यसमै गर्नुहोस् थ्याङ्क यू